उज्यालो सपनाको रहरसँगै बिहानीको झुल्की घामसँग उठ्नुभएका समस्त आम नेपाली दर्शकहरूलाई हार्दिक स्वागत छ। म तपाईँकै आफ्नै चिरपरिचित अर्जुन हिताङ उपस्थित भइसकेको छु। दर्शकवृन्द, यति बेला देशमा फागुन 21 गते हुने संसदीय चुनावको लागि प्रचार प्रसारको निकै माहौल तातिरहेको छ। कुन पार्टी अगाडि आउला, कुन दल पहिलो दल बन्ला भन्ने एक किसिमको अन्यल बनिरहेको छ। ठ्याक्कै भन्नुपर्दा यही दल अगाडि आउँछ, यही पार्टीले प्रतिनिधित्व गर्छ, यही पार्टीको प्रधानमन्त्री हुन सक्ने सम्भावना छ भन्ने एक किसिमको मनोबल आम नेपाली जनतामा भइरहेको छ। साँच्चीकै जनताहरूले अब के आफ्नो मत पक्कै परिवर्तन गर्लान् त? अर्थात् यी पुराना दलहरू भनिएका विगत 30-35 वर्षसम्म लगातार देश हाँकिरहेका सम्माननीय व्यक्तित्वहरू, सम्माननीय प्रधानमन्त्रीहरू र विभिन्न राजनीतिक दलहरूलाई फेरि जिताउनेछन्, अर्थात् अहिले भनिएका नयाँ दलहरू उहाँहरूलाई अगाडि ल्याउनेछन्। हामी यसैको फेरोमा रहेर कुराकानी गर्न गण्डकी प्रदेशको 11वटा जिल्ला घुम्ने कार्यक्रम रहेको छ। विशेष गरी कार्यक्रम जनतासँग बहस कार्यक्रम लिएर हामी उपस्थित भएका छौँ। आज हामी पर्वत जिल्ला, म्याग्दी जिल्ला सकेर सँगसँगै स्याङ्जा जिल्ला सकेर हामी आज नवलपुर जिल्लाबाट पनि हामी जोडिनेछौँ। आज हाम्रो पहिलो कार्यक्रम नवलपुर जिल्लामा रहनेछ। नवलपुर जिल्लाका स्थानीयहरूले, त्यहाँका भोटरहरूले नयाँ दललाई जिताउनेछन्, अर्थात् पुरानै दललाई फेरि दोहोऱ्याउनेछन्। हामी त्यही विषयमा कुराकानी गर्नेछौँ, त्यहाँका भोटरहरूसँग कुराकानी गर्नेछौँ। हामी सँगै रहनुहोला। धन्यवाद।